हेलो गाइज, आज चाहिँ म तपाईँहरूलाई यो एभोकाडो हैन एभोकाडो चाहिँ कतिजनाले चाहिँ मन पराउनुहुन्न है। तर यो चाहिँ खाँदै गएपछि मिठो लाग्ने कुरा हो। मलाई पनि पहिले मन पर्दैन थियो, तर खाँदै गएपछि चाहिँ एकदम यो मिठो हुन्छ, यसको टेस्ट थाहा पाइन्छ हैन। अनि आज चाहिँ म तपाईँहरूलाई यो एभोकाडो चाहिँ कसरी खाँदा चाहिँ मिठो हुन्छ हैन, टेस्ट यसको भनेर चाहिँ मन नपर्ने फ्रेन्ड्सहरूको लागि चाहिँ म यो भिडियो बनाएको है। ल वेट, म यो काटेर आउँछु। अब मैले एभोकाडो काटेर आइसकेँ है। यो चाहिँ यस्तो हुन्छ काटिसकेपछि, एज यु नो, एज एभ्री वानलाई थाहा होला हैन। टक्कसँगले यो चाहिँ दाना हो हैन, दाना फाल्नुपर्छ यस्तरी है। अनि अर्को पनि यस्तरी, यो चाहिँ रोप्दा पनि हुन्छ, रोप्दा पनि फल्दो रहेछ यो चाहिँ हैन। अब यस्तो हुन्छ। अब केही बिना खानुभयो भने चाहिँ, केही नहालिकन खानुभयो भने चाहिँ यसको टेस्ट कतिजनालाई चाहिँ मन नपर्न सक्छ हैन। अब यतिकै खाना चाहिँ कस्तो कस्तो हुन्छ कि कतिजनालाई चाहिँ फर्स्ट अर सेकेन्ड टाइम खानेहरूलाई चाहिँ, मलाई पनि सुरुमा स्टार्टमा त्यस्तै भएको थियो। गनाए जस्तो हुन्छ, लाइक काँचो अन्डा, लाइक होइन उसिनेको अन्डा जस्तै कस्तो कस्तो गनाउँछ क्या। त्यसको लागि चाहिँ तपाईँहरूले यो लेमन माथिबाट यसरी चट्ट स्क्विज गरिदिने, अनि नुन होइन साल्ट चट्ट यस्तो गरिदिने माथिबाट। अब चम्चाले स्वाटै झिकेर खानुहोस् त। भेरी टेस्टी। मलाई चाहिँ यत्तिकै मनपर्छ होइन, म चाहिँ बानी भएँ। तर अरू कतिजना नयाँ जो एभोकाडो फर्स्ट टाइम खानेहरूलाई चाहिँ मन पर्दैन क्या। सो गुड, सो क्रिमी। यो चाहिँ हेल्थको लागि, स्पेसली हेल्थको लागि एकदम बेटर।